यीशुसँग हिँड्ने 12 जना चेलाहरू थिए। ती मध्येमा एकजनाले अनि उहाँलाई घात गरेको छन् र ती 12 जना चेलाहरूमा अनि ग्रुप फुट्छ र खलबल भयो। त्यसरी नै तपाईँ र मेरो घर परिवारमा पनि कहिलेकाहीँ एकजनाको कारणले घर बिग्रिन सक्छ, एकजनाको कारणले परिवार फुट्न सक्छ, एकजनाको कारणले जसरी 12 जना चेलाहरू अनि है एकजनाको घातको कारणले छुट्टिएर गयो त्यसरी नै हाम्रो परिवार पनि कतै छुट्टिन सक्छ। त्यसकारण घरको शिर अनि भएको श्रीमान अथवा बाउले चाहिँ धेरै कुराहरू सुन्नुपर्ने हुन्छ, धेरै कुराहरू चाहिँ सिक्नुपर्ने हुन्छ। कुन कारणले कसको कारणले चाहिँ हाम्रो घर खलबलिँदैछ, हाम्रो घर बिग्रिँदैछ भनेर छुट्याउन सक्ने चाहिँ बाउको जिम्मा हो। त्यसकारण मेरा प्रिय मित्र, मेरा बुवाहरू अनि जहाँ जहाँ तपाईँ हुनुहुन्छ, कहिलेकाहीँ तपाईँको परिवारमा सम्बन्धहरूमा हो नि आफन्तीहरूमा खलबलिँदैछ भने खलबलिने व्यक्तिलाई चाहिँ तपाईँले करेक्सन गर्न सक्नुपर्छ। करेक्सन गर्नुहोस्, होइन भने तपाईँको घरमा अशान्तिले बास गर्नेछ। किनकि 12 जना चेला मध्ये मिलेर बसेका चेलाहरू पनि त्यहाँनिर एकजना छुट्टिएका छन्। त्यहाँनिर अनमेलता आएको छ, खडबडी आएको छ। त्यसकारणले तपाईँ र मैले पनि सोच्नुपर्ने कुरा हुन्छ।